हेलो हेलो साथीहरू हेलो गुड मर्निङ म त भर्खर उठेको यार हालत खराब उठेर चिया खाएँ केही गरेर छैन अल्छी लागिरहेको आज टिकाको दिन विशेष दिन आज टिका बडा दसैँ हाम्रो बडा दसैँ त्यो अल्छी भएको के म यो कपालमा कलर पनि लाइन हिजो लगाउँछु भनेको हिजो पनि अल्छी लागेर लाइन केही गरेन अब तिहारमा चाहिँ लगाउनु पर्यो कपाल पनि झरिसक्यो साथीहरू यस्तो भएर पहिला मेरो कपाल कति बाक्लो कति मोटो कति राम्रो थियो के भयो भयो पुरा झरेर सिद्धिन लागिसक्यो यस्तो सर 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 तान्दा नि आउँछ के हो मैले बुझ्नै सकिनँ अनि कि आज चाहिँ मैले यो हातको कपाल अलिअलि फाल्ने भनेर भिट लगाएको छु कि बाउन हुनुको पुडा चाहिँ यही छ कि अरू सबै ठिक छ कपाल हातमा पनि कपाल यस्तो हात लुगा लगायो भने चाहिँ अलिकति कस्तो कस्तो देखिँदो रहेछ कि अनि त्यही भएर आज चाहिँ मैले भिट लगाइदिएको यो भिडले पनि राम्रो गर्दैन जस्तो लाग्यो मलाई ठिक लागेन आज लास्टले म कहिले पनि लगाउँदिनँ अब यो लगायो भने झन् लामो लामो आउँछ जस्तो लाग्यो मलाई अस्ति नै पहिला एकचोटि लगाएको थिएँ मैले त्यस्तै हो अब नुहाउनु छ अनि नुहाएर टिका सिकाको तयारी हुन्छ है त साथीहरू यसपालिको दसैँ यस्तै भयो केही छैन रमाइलो भयो एक्लै पनि म त रमाइलो गर्ने मान्छे हो मलाई रमाइलो गर्न कोही पनि चाहिँदैन धेरै रमाइलो गरियो साथीभाइसँग रमाइलो गरियो आफन्तसँग रमाइलो गरियो अब कहिलेकाहीँ एक्लै पनि रमाइलो गर्नुपर्छ के होइन त एक्लै पनि खुसी हुन सिक्नुपर्छ खुसी भनेको आफूको भित्रै हुने रहेछ के बारम्बार भन्छु कि म अरूले खुसी दिन्छ नि 10 मिनट खुसी दियो भने 20 मिनट पीडा दिएर जाने रहेछ के ओके बाइला मनाउनु है कहाँ हिँडेको भन तिमी यहाँ आएको थियौ पहिला थियो भाइलाई थाहा छ है भाइलाई थाहा छ कि यता फर्केर हो भनिदेऊ न सविताले हेरिराख है यहाँ मैले भिडियो कल गराएँ यता हेर त हो भनेर ल ह्याप्पी दसैँ भाइ खै ह्याप्पी दसैँ भनेको यो बोल्दैन यो सविता हेर यस्तो नि लाउँछ लुगा खोइ बाबाले दसैँमा लुगा किनिदिनु भएन भन त किनिदिनु भएन यो ओछ्यान भाइलाई थाहा छ है यहाँ ओछ्यानमा भाइ सुतेको है अस्ति नै हो सवितासँग हो ह्याप्पी दसैँ थ्याङ्क यू मलाई ल्याइदिएको हो लु पाउन आएको भन ल भाइले भिडियो खिच्दिँदै छ है नि म चाहिँ अब बत्ती काटेको गाइस दियो बाल्नलाई बत्ती अलि माथि गएर मोबाइल हो म आएको छु कि छैन छ ए ल हामी अब बत्ती काटेर बत्ती बालेर अनिखेर टिका लगाउने ल ओ मम्मी चुट्यो नि 3 सुते बाती बनाउनु पर्ने भयो ल हाम्रो चाहिँ टिका सुरु भयो है साथीहरू भाइबाट सबितेको भाइबाट हाम्रो टिका सुरु भएको छ है गाइस म चाहिँ मेकअपै गराएको छैन सायद छुट्यो अरे सायद गयो अरे अनि त्यही भएर भाइबाट सायद चप्पल चाहिँ यता रहेछ ल लगाइदिइसकेस् भाइलाई दक्षिणा दे कति चाहियो भाइलाई दक्षिणा खै ज्ञानी हुनु राम्रोसँग पढ्नु त्यो सेतो फुल पनि लगाइदिनु भाइलाई कान ल नमस्ते नमस्ते सानीलाई मम्मीलाई नमस्ते ल अहिले पछि मैले लगाइदिँदा गर्छ भाइले ल नमस्ते
आमा छोराको सिद्धि हो। अब भाइलाई म लगाइदिन्छु ल। मैले त्यो दियो त्यसो गर्नु हुँदैन नि ल है। अब भाइलाई म लगाइदिन्छु यता हेर ल। पलेटी कसेर बस न भाइको बसाइ नै भएन हाम्रो छोटे राजा ल। के अरे ओम के अरे भद्रकाली मलाई भन्न आउँदैन। आइन्द्र नसुते श्रीन्त दशरथे शत्रु छन् इन्द्र गबे। त्यहाँबाट उता मलाई आउँदैन। शत्रु जति नासुन् सरस्वतीले बासुन् अनि ज्ञानी हुनु धेरै धेरै पढ्नु अनि सानीलाई माया नमार्नु बिहेमा बोलाउनु है। अरूहरूले बोलाएनन् हामीलाई छुट्याए। तिमीलाई याद छ नि हामीलाई बाइक पारिरहेछन् त्यसै गरी तिमीले मलाई बाइक चाहिँ नपार्नु ल। ओके खोइ हस् भनेको म पैसा दिन्न। हस् भन ल हस् भन न। मेरो आशी कस्तो लाग्यो साथीहरू। आऊ आऊ हाम्रो भाइ पनि आयो ल। अर्को भाइ पनि ल बस यहीँनिर भाइ बस। भाइलाई मैले दक्षिणा दिएको छु अलि यता सर। ठिक छ दादा भन ल। दसैँ हो नि वर्ष दिनको चाड त्यही भएर टिका लाउनु पर्छ ल। ल ज्ञानी हुनु तिमी पनि रोग नलागोस्। नराम्रो साथीभाइहरूको सङ्गत छोडिदेऊ है। तिमीलाई मैले मेरो आफ्नै भाइ जस्तै सोचेको छु नि। दिदीले भनेको टेरस ल्याऊ भाइलाई भाइ ल। अब चाहिँ टिका हाम्रो सिद्धियो साथीहरू। अब खाना खानुपर्छ। अब त मलाई लगाइदे। अब मेरो पालो है साथीहरू। ज्ञानी छ भाइ अलिकति सङ्गत नराम्रो भएर मात्रै हो। दे पैसा नि दे ल। यतापट्टि कानमा लगाइदेन ल। ल अब मेरो पालो साथी भाइ ल अलिकति लगाइदिए यहाँ। अब मेरो पालो आयो साथीहरू ल। आशिक दे शत्रु जति नासुन् भनेर खेदो खान्छन् जति राम्रो गरे पनि। अब आफूले आशिक दिनु पर्यो हेर्नु यसले मलाई आशिक अलि मजाले ट्याप ट्याप पारेर चिनी हालेको पनि अडिएन कि कस्तो अक्षता पनि आँखाले उता गएर झन्डै मेरो कुर्तामा पर अक्षतै अक्षता लाग्यो। भएको छ कि बोल्दा नि बोल्दैन ल। ह्याप्पी दसैँ भन ल। ह्याप्पी दसैँ सबिता दिदी ह्याप्पी दसैँ भन न गाइस। बहिनीले भयो ह्याप्पी दसैँ नभन्ने मैले पैसा दिएको थिइनँ कि त्यही भएर रिसाएको रहेछ है। मैले बिर्सेछु नि त हो। कम्तीको बाटो जाऊ गोजीमा हाल्दैछ हेर सबिता गोजीमा हाल्दैछ पैसा ल। अब हामी खाना खान्छौँ। ह्याप्पी दसैँ भनेर ह्याप्पी दसैँ। मेरो मोबाइल त झरी नै फुट्ने भइसक्यो ल। हामीले टिका पनि लगाएर खाना पनि ल देखाऊ त फेरि के खाएको माम खाएको ए ल गुड खानुपर्छ ल। माम खानुपर्छ अनि पो दौरो बलियो हुन्छ त। छोराको त अहिले भर्खर भेट भयो। दशरथजीकै शरीर होस् पर्ख्याति नै लोकभरि है ल। नौ दुर्गा भनेका प्रसादले खै भाइलाई भएकै छैन रे ऊ छोरालाई अलि आशीर्वाद टन्नै दिनु बुढेसकालको सहारा छोरो। फलानाको छोरो फलानाको नाति भन्ने नगर न भाइ त्यस्तो। ए आइज टिका लाउने भारे अचम्म ल छिरा आइज ल आमा ल ल। अब कति बेला आउँछन् ती दाजुहरू ल
दुर्गा भनेर प्रसादले रक्षा गरौँ झगडा नपरोस् आइन्द्र नसुते सधैँ मिलेर बस्नु म दिन्छु आशिक यहाँ टुप्पुका यस्तो गरेर लगाइदिनु न सूर्य नौसे गतिस्थ पाउने मानन्छ दुर्योधने सूर्य शान्ति तल हलन्छ बरदने सकिन्छ अलि झ्याप्प लगेर हो त्यहाँ हो त्यसरी लगाइदिनु केसमा झरोस् सबै छोरी खानको नाति भन्ने नाम सुभाष चलोस् के हो टिका अडी होइन आउँथ्यो दसैँ आउन त पहिले नि त्यही पाराले हाम्रो दसैँ सम्पन्न भयो होइन मलाई चाहिँ नलाइदिने अचम्म भिराजु पनि हेर त छक्क बनु म चाहिँ उल्का छ मलाई चाहिँ नलाइदिने अरे किन होला गाइज लगाइदिनु मलाई त पैसा चाहिन्छ ऊ लिएर टिका लिएर आऊ भाइ नातिनी भन्ने हाई नाम सुभाष चलोस् हामी सबैको इज्जत राखिदिउँ साडीले कसैले नहेर्नु मैले सबैको इज्जत राखेको छु अहिलेसम्म मैले सबको इज्जत धानेर म यहाँ अहिलेसम्म बसिरहेको छु आमा दक्षिणा खै ल ल नमस्कार दक्षिणा पाएँ गाइज मैले हाम्रो कुन्तनले पनि टिका लाउँदै हुनुहुन्छ है ल दसैँको टिका ल अर्को भाइ बस्नु शान्ति तल हलन्छ बरदने सकिन्छ कुन्ते सुते विज्ञानी गुरी भौति भौतम कृतस्थ नारायणम पैसा धेरै कमाउनु नाम सुभाष चलोस् सुभाष चलोस् कुन्दनलाई नि फुल लगाइदिनु भयो ए वाउ कस्तो दामी देखाएको ल ल अर्को हुनु न बोलाउनु त उता बस्नु भएको भैयाहरूले पनि लाउनु भयो टिका कस्तो रमाइलो लाग्यो हाम्रो घरको शुभ साइतको टिका चाहिँ यही सम्पन्न भएको छ है गाइज ह्याप्पी दसैँ खै भाइ ह्याप्पी दसैँ भनेको खै ह्याप्पी दसैँ भनेको बाई बाई अनि बिहानै भन्नु पर्दैन म अलिकति तयारी गर्थेँ नि लाउँदैन होला भनेर ल ह्याप्पी दसैँ भन्नु ल ल सेम टु यु ह्याप्पी दसैँ वाउ दियो नि कस्तो मजाले बोलाइसक्यो आज अब चाहिँ म यहाँ माथि यहाँ राखिदिन्छु हामीले टिका लगाइसकिहाल्यौँ भवानीले हामीलाई रक्षा गरून् आजको दियो कस्तो राम्रो बोलाएछ आशिका दिदीले कस्तो मजाले हस्पिटल बेडमा गएर त्यो बिरामीहरूलाई टिका लगाइदिनु भएको छ क्या खुसी भयो क्या म यो दिदी चाहिँ साँच्चीकै मनको चाहिँ एकदम राम्रो हुनुहुन्छ आशिका दिदीलाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट दसैँ यस्तै भयो रमाइलो भयो सबै कुरा भयो होला भन्ने आशा गरेको छु हाम्रो लक्ष्मी माता लक्ष्मी कि दुर्गा सरस्वती गणेश सबैले हामीलाई रक्षा गरून् सबैले लाउनु भयो त लाउने हो खै ह्याप्पी दसैँ पनि भन्नु छैन मास्टरजी लाउने हो नलाउने किन आज लाउनु केही हुँदैन अरे के टिका लाउने क्रम जारी छ हाम्रो त्यो यो फुलपाती सबै दिनु लगाइदिनु न फुलपाती लगाइदिनु हुन्छ अब हामी चाहिँ टिका पानी नपरे हुन्छ
तेरेका यस्तो रहेछ बाटो। ए मम्मी यता बाटो भन्दैछु दौडेकै ए रामा एउटा छाता पनि बोकेको छैन पानी पर्यो भने। अब चाहिँ हामी टिका लाउन हिँडेको तल दिदीकोमा पानी पार्न भयो। भाइ कहाँ हिँडेको यो प्यान्ट भनेको थियो लगाइदिनु कहाँ हिँडेको भाइ आमामा भाइ त बोल पैसा बल्ल हेर पैसा भनेपछि पिङ यहाँ चाहिँ लिङ्गे पिङ छ है गाई। अस्ति पनि म खेलेर गएको आज त कति धेरै मान्छे हुनुहुँदो रहेछ अस्ति त कोही थिएन खै आज पाला आउला जस्तो छैन नत्र खेलेर जानुहुन्थ्यो। पालो हो अलिअलि खेलेर जाऊँ न भनेको खै यत्रोजना हुनुहुँदो रहेछ। लु छिटो गरेर झम्का हल्लाइदिएर खेलेर जाऊँ हामी दाजु। के हतार छ कति अतालिनु भयो गएर आज दसैँमा नि अरे छ्या खेल्न पाइएन पिङ खेल्न पाइएन साथीहरू। म भोलि खेल्छु ल आउन हामीले नखेल्यो नि दिदीले खेल्नु भयो ल। टेम्पो होला भनेर झन् टेम्पो राइट लेफ्ट राइट। लिया मेरो भाइटमा कुदे मान्छेहरू आफू चाहिँ लेफ्ट राइट गर्दा कहिल्यै पुगेन भाइ। दसैँको टिकाको दिनै जानुपर्छ होला हो गाह्रो छ हो र ल लु हामी त आयौँ है टिका लाउन। निस्किन लाग्यो कि भन्ठाने ल ह्याप्पी दसैँ खोइ त। अनि उहरू चाहिँ ए हो जान मिल्छ ए ह्याप्पी दसैँ मलाई चिन्छौ सन्चै छ डिस्टर्ब गरेँ मैले ल हाँसी खुसी अलिक निचा परेर बस्नु केमिस्ट्री हेर्नु होला ल माइली र साइली होइन अनि हो माइली र साइली देउरानी जेठानीको टिका भाइ चाहिँ त्यहाँबाट हेरिरहेको जान्दैन भाइ त किन होला यस्तो। ल ठुली ल दिदीलाई पनि ठुली ल मेरो पाल 100% हामीलाई नआए पनि हामीलाई त आएन कतैबाट म 100% गर्छु मलाई नगर्ने राम जमरा लाउने नपाएर आज हैरान भएको थियो ल अनि त ठिक छैन जमरा